मेरो नाम रिजन बोहरा फेरि पनि उपस्थित भइसकेको छु म एउटा नयाँ भिडियो ल्याएर तपाईको सामु म आज पनि उपस्थित भइसकेको छु। हजुरहरूलाई नेपाल भन्ने बित्तिकै के याद आउँछ? सगरमाथा, गौतम बुद्धको जन्म र अन्य कुनै? तर एउटा यस्तो कुरा छ जसले नेपाललाई जीवित राखेको छ। विश्वको सबैभन्दा दुई शक्तिशाली देश इन्डिया र चाइनाको बीचमा भएको एउटा सानो भूपरिवेष्ठिक राष्ट्र नेपाल, जसको एरिया 1,47,481 वर्ग किलोमिटर मात्र रहेको छ, जहाँ विभिन्न मानिसहरूको बसोबास हुन्छ। त्यहाँ विभिन्न जात जाति धर्म परम्परा मान्ने मानिसहरूको बसोबास भएको हुन्छ। एसियाका तारा भनेर चिनिने गौतम बुद्धको जन्म नेपालको लुम्बिनी जिल्लामा भएको थियो र विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा, जसको हाइट 8848.86 मिटर रहेको छ, त्यो पनि नेपालमै पर्छ। तर नेपाल प्राकृतिक दृष्टिकोणले हेर्दा सुन्दर छ। नेपालमा पर्याप्त रूपमा विद्युत छ, तर त्यहाँको मानिसहरूले नेपाललाई जलविद्युतबाट वञ्चित बनाएका छन्। अझै पनि पर्याप्त रूपमा नेपालमा बिजुली पुग्न सकेको छैन। नेपाल प्राकृतिक दृष्टिकोणले धनी छ। नेपालमा कयौं मानिसहरू पर्यटक भ्रमण गर्नको लागि विदेशबाट नेपालसम्म आइरहेका हुन्छन्, तर नेपालीहरूलाई थाहा छैन कसरी के गर्नुपर्छ भन्ने। अझै पनि त्यसकारण भर्खरै भएको भाद्र 23 र 24 गते भएको जेन्जी आन्दोलन, जसले नेपालको राजनीतिको सत्ता पल्टिएको थियो र त्यसले गर्दा नेपालमा धेरै परिवर्तन भएको छ। केही पाउनलाई केही गुमाउनु पर्छ भने चाहिँ नेपालमा जेन्जी आन्दोलनले गर्दा कयौं जनाको ज्यान समेत गएको थियो र नेपाली जनताले सक्सेसफुल्ली नयाँ सरकार ल्याउन मद्दत गर्यो। तर नयाँ सरकार त्यति एकीकृत रूपमा बन्न सकेको छैन। अझै पनि हेर्ने हो भने नेपालले अझै गर्ने हो भने विभिन्न रूपमा आफ्नो देशलाई बलियो बनाउन सकिन्छ। नेपाललाई एक गरिब राष्ट्र भनेर हेपिरहेको पनि छ, हामीले देख्न सक्छौँ। अबको 10 वर्षपछि कस्तो हुनेछ नेपाल कसैलाई थाहा छैन र 10 वर्ष पहिले कस्तो थियो त्यो त थाहा छ, तर 10 वर्ष पछि कस्तो हुन्छ थाहा छैन कसैलाई पनि। त्यसैले नेपाललाई विकास गर्न हाम्रो ठुलो योगदान हुन्छ। त्यसकारण नेपाल एउटा राष्ट्र जहाँ विभिन्न मानिसहरू आफ्नो जीवन जिरहेका छन् र नेपालको मुख्य पेसा कृषि, जसले नेपाली जनताहरूलाई पर्याप्त रूपमा जीवन जिउन सहयोग गरिरहेको छ। नेपालको जिडिपी थोरै छ, खै किन अब के भन्नु। हामीलाई लाग्छ अझै नेपाललाई 10 वर्ष होइन 20-30 वर्ष लाग्छ नेपाललाई धनी बनाउन। नेपाललाई धनी बनाउन कि आफू धनी बन्ने? यदि म हजुरहरूलाई एउटा प्रश्न गर्छु, देश धनी बन्न पहिला आफू धनी बन्नुपर्छ कि देश धनी भइसकेपछि जनता धनी हुन्छ? प्लिज आफ्नो सुझाव कमेन्टमा गर्नुहोला र यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला र अरूलाई सेयर गर्न नबिर्सनुहोला।